हेलो गुड मर्निङ सबैजनालाई सन्चै हुनुहुन्छ। फेरि पनि हजुरहरूको सामु मिनी ब्लग लिएर आइसकेको छु। सबैजनाले साथ सपोर्ट माया गरिदिनु होला अनि गरिदिनुहुन्छ भने पनि धेरै धेरै आशाका साथ आजको भिडियो स्टार्ट गरेको छु। अनि देख्न सक्नुहुन्छ है, यो चाहिँ हाम्रो घरदेखि अलिकति पारिपट्टि देखिने भ्यू। यस्तो राम्रो छ नि, यस्तो राम्रो छ क्या, मलाई चाहिँ फेरि एकदमै मनपर्छ यस्तो ठाउँहरूमा चाहिँ। आनन्द लाग्छ क्या यस्तो ठाउँमा बस्नलाई। यहाँ तल खोला छ तर म चाहिँ गएको छैन है। यहाँ त यस्तो फेद माथि खोला छ भन्नुभएको छ अनि म चाहिँ गएको छैन। यहाँ तल सबै यो हाम्रो अलैँची बगान हो अनि म चाहिँ यति टाढी छु। अनि यो त के हो भनेर हजुरले थाहा पाइसक्नुभयो। हजुर हामी दुईजनाको अनि आज वेदर चाहिँ अलिकति क्लियर छैन नि त, नत्र भने कस्तो राम्रो भिडियो आउँछ क्या। अनि म चाहिँ यहाँ छु, खाना खाइसक्यौँ। बाबा पनि मास्तिर जानुभएको छ गाउँमा, एकजना मामा बिरामी भएर चाहिँ जानुभएको छ हेर्नलाई। अनि त्यही हो, अब मेरो काम अझै धेरै छ, कपडाहरू धुन टन्नै छ नि त। अनि कस्तो अल्छी लागेको जस्तो फिल भयो, अनि त्यही भएर म फ्रेस गरेको। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि त्यही हो, सबैजनाले सपोर्ट गरिदिनु होला।